ल गाइज ल हेर्नुहोस् गाई यस्तै हो हेर एउटा हिँडिरहेको छ टुई टुई यस्तो रहेछ है ल आफ्नो अनुहार पनि त्यस्तै रहेछ है गाइज त्यसलाई जुम गरिदिउँ अरे हिँड्नुहोस् ओए मेरो ज्याकेट झर्ला यार ज्याकेट पनि हैरान गऱ्यो यार बिहान जाडो भयो अहिले गरम भयो यार हिँड्दैछ त्यो ल गाडी आउँदैछ ल स्कर्पियो लिएर आयो भने त जान्दो रहेछ त हो ल गाडी आउँछ हेर्नु के थाहा त अस्ति अनि सुकुमान्दाहरू यसरी गएर चाहिँ भन्नुपर्छ नि त यतिको त हिँड्नु सक्छ होला नि त त्यो भाइले त्यही भएर कालटार भनेको उतैबाट आइज्यो भनेको हो क्या सान्टार भनेको फ्रेसर के यताबाट सान्टार भनेको होला हो ए ढलान बाटो गइसकेको रहेछ हेर्नुहोस् गाइज यो चाहिँ क्रेसर सिस्नेरी क्रेसरको अलि अगाडिबाट आउने बाटो रहेछ यो यहाँबाट अदोबारी पुग्छ अरे अदोबारी उफ यसै ठाउँमा घुम्न आएको म एउटा छेतरमाया हिँड्दा हिँड्दा हालत गल्यो मेरो यस्तो अनुहार हेर कान्छा त आए पनि हुन्थ्यो नि है एकछिन यसो झोला पाउन यतिको त ठिकै हो होइन र अघिको बाटो भन्दा त यो झोला मात्रै 1 घन्टा 1.5 घन्टा हुन लाग्यो मैले बोके गरेँ भएन धन्न बोकिरहेछ भन्न बुढो हेर्नुहोस् यता पनि बाटो रहेछ त ऊ जाने यहाँ चोक रहेछ मलाई त गाह्रो हुन लाग्छ त्यसलाई कति गाह्रो होला गाइस हेर्नु त के छ त जिन्दगीको बाटोमा हिँड्न सकिन्छ सकिँदैन ल ओके छ अर्कोचोटि प्लेन है बारीमा ठ्याक्कै ल्यान्ड गरौँ ल हेलिकप्टर यो बाटो झन् कति ठाडो छ हेर्दा थियो त्यो पछाडि हेर ल झन् यो हेरेर त बाटो भयो नि कति ठाडो छ ल यो ठाडो बाटो हेर यो माथि पुग्ने ओहो माथि उता जाने भनेको यही बाटो रहेछ ल सान्टारको यही बाटो ल त्यो जाने भनेको ए अब तल बोक्नु पर्ने त्यो झोला चाहिँ कसले बोक्छ नि कान्छा आयो नि हुँदैन जुइली कागजीसँग गएर पुगिसकेछ काका र भतिजी 1-2 महिना फरक पो रहेछ के गर्नु त गाह्रो छ गाइज जिन्दगी बुद्धि नपुगेको मान्छे होस् यस्तो हुन्छ पहाडीपट्टि ल्यायो त्यसको बाउ के जान्थ्यो भन्नु थियो एकजनाले त्यस्तै हो गाइज गाह्रो छ
यस्तै हो यस्तै हो ओह काकी आउनुभएको छ आउँदैछु बस्छु एकछिन आइज उही गरम भयो काकी पनि त्यहाँ छ काकी त्यहाँ बसिरहेको छ ए आउँदैन ल ल ल काकी लिएर गाइज काभ्रेको मिस रानी गति हेर के गर्नु त अब बाहुनको छोरासँग गए भए डाँडा चढ्नु पाउँदैन थियो अब तामाङको छोरासँग त डाँडा काँडा चढ्नुपर्छ के गर्नु यस्तै छ मर्दा पर्दामा काम लाग्छ भन्छ यसो दुःख चाहिँ गर्नैपर्छ लगाइ बस यहाँ है कहाँ हवाएर छ हेर यहाँबाट अब ऊ त्यहाँ अलिकति उयो टर्निङ कटेर अलिकति अगाडि जाने बित्तिकै त्यहाँबाट 1300 लाग्ने घर पुग्यो अरे है ल हेर यो बाटो ल हेर यो क्रेसर आउने बाटो हेर म तँलाई जुम गरेर देखाइदिन्छु पखै यो बाटो होइन गयो यो सल्लाहघाटले छेक्यो कि पखै एकछिन यताबाट देखिन्छु सल्लाहको बोटले छेक्यो बाटो त रहेछ त माथिसम्म पुग्दो रहेछ गाडी रिजर्भ भयो भने त माथि ठ्याक्कै पुग्यो अलिकति झऱ्यो नि पुग्दो रहेछ घर त ल यो यहाँ हेर तैँले यो बाटो देखेँ नि यो बाटो ल हेर यो उस सिनेरी आउने बाटो यही हो ल कालटार भनेको चाहिँ अब अहिले हामी यहाँ छौँ यार अहिले हामी यहाँ छौँ यार यहाँ भयो होइन यहाँबाट सर उयो बाटो तल देखिरहेको छ नि उयो यो बाटो हो तलको यो बाटो हो यो बाटो सर यो बाटो उयो बाटो खोलाको बगर देखेँ नि बाटो यो बाटोबाट यो बाटो सर कहाँ माथि गयो हो यो बाट ठ्याक्कै त्यहाँबाट ठ्याक्कै त्यो लगाएपछि ठ्याक्कै है ल यही हो गाइज ल ल हेलो के भयो लेट्स गो ओ हिँड म आएन भने त के गर्छ होला तिमीहरू एक्लै झलो पाउनु सक्थ्यौ हेर यसको गदी हेर गाइज कस्तो राम्रो सिन आएको हौ पक फोटो